आजको दिन हामी घुम्न जाँदैछौँ बुवालाई लिएर न्युजिल्यान्डको तोरङ्गामा पापामोआ बिचमा जाँदैछौँ। आजको दिन यहाँबाट सुरु हुन्छ। हजुरहरूलाई अगाडिको दृश्य म देखाउने छु, हेर्दै जानु होला। अब हामीहरू बाल घुम्न ठाउँ कति रमणीय छ हेर्नुहोस् त। सबैजना ठाउँ छ। बा नेपालबाट घुम्न आउनुभएको छ। आज बालाई माथि डाँडामा घुमाउन लिएर जाँदैछु। अति रमणीय ठाउँ। यहाँ खेती योग्य जमिन रहेछ। यहाँ हिँडेको छोरा बुहारी भएर घुम्न हिँडेको यो पहाडतिर। यो धेरै राम्रो, धेरै राम्रो रहेछ। न्युजिल्यान्डको घुम्न हिँडेको पहाडतिर। तिमीले केही भन्छौ? छोरा केही पनि भन्दिनँ, रमाइलो भएर रमाइलो भएको छ। यो जाम टापु भन्नेमा यो निक्लदैछन्। टापु होइन, यो पापामोआ हिल। पापामोआ हिलमा यस्तो राम्रो यो पहाडहरू, यस्तो मान्छे घुम्न हिँडिया छन्। यस्तो वातावरण छ, जङ्गल बुटा यस्तो राम्रा छन्। यहाँ छोराबुहारी भएर हामी घुम्न हिँडेका छौँ। यस्तो विकसित ठाउँ, धेरै राम्रो ठाउँ रहेछ। यो पहाड पापामोआको टापुमा घुम्न निक्लेको। नेपाल पनि यस्तै बालनले बनाउँछन् कि बनाउँदी खुट्टा नतानी बनाउलान्। यस्तो राम्रो छ। यो पापामोआ भन्ने टापुमा निक्लँदै, पापामोआ टापुमा निक्लँदै गरेको छोरा बुहारी म भएर घुम्न। यसरी हिँडिया छन् यहाँका बासिन्दाहरू। यहाँका बासिन्दा त पुरै माउरीहरू भन्ने हो छन्। अनि गोरेहरू धेरै छन्, नेपालीहरू पनि धेरै रहेछन्। यहाँ सबै गुल्मीका पनि धेरै नै छन्। यस्तै राम्रो यो घुम्न निक्लेको सबै जत्ततै हेर्नलाई। यस्तो दम बढिने भएको छ उकालो हिँड्दा। साह्रै राम्रो ठाउँ रहेछ। कति रमाइलो बाटो छैन? कति राम्रो चियर्स रहेछ हिँड्न कि उकालो पनि। तेर्पा छ, तर माथि डाँडामा पुगिन्छ। त्यो माथि डाँडामा उकालो त छैन, त्यति उकालो छैन, तर रमाइलो छ। सजिलो रहेछ, सजिलो। उताबाट पनि निक्लिने बाटो छ कि? पनि छ नयाँ बाटो। उता पुरानो बाटो हो, यता नयाँ बाटो। यो कति रमाइलो लाग्यो। आज हामी बालाई घुमाउन हिँडेको। बा नेपालबाट न्युजिल्यान्ड आउनुभएको छ। यो न्युजिल्यान्डको तोरङ्गामा पापामोआ भन्ने ठाउँमा, पापामोआ हिलमा छौँ। पापामोआ हिलको सिन हुन्छ। पापामोआ हिल, पापामोआ हिल। उकालोमा म पुगेर सक्दिनँ। उकालो चढ्दै हुन्छ। अलि उकालो छ यहाँ।
यताबाट दृष्टि धेरै रमाइलो छ त्यहाँ के अरे ठाउँ छ त्यहाँनिर पानी ट्याङ्की पनि छ थगेला कि बाल थगेला छैन यस्तो राम्रो भ्यू यो टापु आइपुग्नुलाई यो वहाँ पारि भेडा चरेका छन् यस्तो राम्रो पारिपट्टि भेडा चलेका छन् समुद्र भएको ठाउँ पहाड छुट्याइछन् हल्का हल्का राम्रो सिँढी सिँढी छ ए मुक्तिनाथ जाने भयो याद त न्युजिल्यान्डको मुक्तिनाथ होइन आज हामी न्युजिल्यान्डको मुक्तिनाथ आइयो माथि सबै चिज देखिन्छ क्या पापामुवा पुरा पापामुवा देखिन्छ तोरङ्गा देखिन्छ भेडा हुन् कति भेडा पारि कति भेडा तर धोएर निक्लियो पुरा तिमी भेडा हुन् यतापट्टि भेडा हुन् मान्छेभन्दा धेरै जनसङ्ख्या भेडाको छ अरे यहाँ गाई भेडा उति छन् जतिको त पापा हिलो यो ग्यास सिन्जल हेर्नुहोस् कति रमणी सेम नेपाल हो कि नै तराई यस्तै छैन त तराई चाहिँ रहेछ तराई जस्तै छ तराई त्यो उदाड हेर्दा जहाँ देखिने चाहिँ टापु त ठुला हल्का रहेछ नि त जानु पर्यो भने अर्गलीबाट तपाईँ कालीपार जान पर्यो भने होइन तपाईँको देख्दा सानो छ त्यहाँ हिँड्दै जान कति टाढा छ टाढा छ अनि हजुरलाई चोरकाटेदेखि मुगा आउन कति टाढा छ चोरकाटेबाट घर पोखरा जान ठुला पोखरा जान घर त त्यहाँ नजिक भयो ठुलो पोखरा जानुभन्दा धेरै रहेछ यो त ठुलो पोखरा निक्लिनुभन्दा धेरै फेरि पनि त्यहाँ भेडा हेर्न आइयो बुवा देखि नि समुद्र हो पारिपट्टि उतापट्टि समुद्र हो वहाँ पर वहाँ टुप्पा बुद्धको मन्दिर जस्तो बनाएर त्यही हामी जाने यो त्यही बुद्ध मन्दिरमा जाने बुद्ध मन्दिर टावर हो तर त्यस्तै छ त्यस्तै बनाएर ए भेडा भोलि अझ हेर तलबाट आउँदैछन् त्यहाँबाट फेरि जाने बाटो रहेछ नि हामी यता हुन्छ बा पापामुवा हिलमा यो पापामुवा हिल न्युजिल्यान्डको तोरङ्गा भन्ने ठाउँमा पापामुवा भन्ने ठाउँ छ त्यहाँ त्यसको
एउटा माउन्टेन छ, त्यसलाई चाहिँ पापामा हिल भनिन्छ। साह्रै रमाइलो ठाउँ छ। आज बुवालाई रमाइलो लागिरहेको छ, घुमिरहेका छौँ हामी। भेडाहरू चरिहाल्ने। कति वर्ष आउनु अरे तपाईँ? म 77 वर्ष भएँ। 77 वर्ष आएर न्युजिल्यान्डमा आएर भेडा हेर्न लेख्यो रहेछ हो नि त? भेडा हेर्न कति दुगुरे यो भ्यू टावर, बिचरा भ्यू टावरमा आएर छोरा बुहारीसित यहाँ बसेका छौँ। यस्तो रमाइलो वातावरण छ। डरायो भेडा दुगुरे। पहाडहरू पनि यस्ता राम्रा रहेछन्। समुद्र, पारी समुद्र छ। रमाइलो बुवा। रमाइलो यहाँको भौगोलिक यहाँको वातावरण धेरै राम्रो रहेछ। घुम्मियो छ। अब एकचोटि सोच्नु थियो न बुवा, म यसरी न्युजिल्यान्ड लगेर छोराबुहारीले यसरी घुम्न पाउँछु भन्ने सोच्नु थियो कहिले? खै अब एक फेर लैजालान् के अरे भनेको थिएँ के रामलाई नि भन्ने सोच त थियो। पुग्यो बुवाको सोच चाहिँ। सोच चाहिँ पुग्यो। आउनु मन थियो। नाति नातिना कसरी लगाएको। फेरि आउने नै बुवा? फेरि अब यत्तिकै सकिएछ रहिएछ भने आउने हो। कस्तो हुन्छ भविष्यले के भन्छ, रोग बिमार लागेन भने आउने हो। बाटो छ र यताबाट? छ, उता हुन्छ, यता छ, दुईटा जस्तो तल गइन्छ। भेडाहरू म्या गर्दैछन्, रमाइलो छ। पानी आयो भने सबै यहीँ बस्ने जङ्गलमा। रात दिन यहीँ बस्छन्, यिनीलाई कहीँ लान्न। एक जग्गा आएपछि यहीँ हो। राति पानी परोस्, जे हुने होस्, आइस परोस्, हिउँ परोस्, यिनीलाई मतलबै छैन। यिनको घर छैन, यिनको केही पनि। यहीँ बस्ने, पैसा लाने बेला बेच्ने बेला लगेर खान्छन्। बेच्ने बेला लय बस। यहाँ बिजनेस हो यस्ता। यहाँ गाई पाल्ने, गाई भेडा सब बिजनेस हो यहाँ। यहाँको बिजनेस घिउ खेती, सुन्तला, अनि किवी फ्रुट भयो, एप्पल भयो, सुन्तला भयो, डेरी मिल्क, दुधहरू, क्रिमहरू, काठहरू, काठ पनि बेच्छ अहिले। सबै राम्रो रहेछ। भेडा चरे आफ्नो भेडा गुडको भेडे गुडको भेडे गुडको confidence or something. That's it. I do it just on purpose. Create confidence. Well, it's not my life. It's funny how they do that. Yeah.